आज तिमी र म बिचमा धेरै प्रेम छ, माता पिताले विवाह गरेर दिनुभएको छ। यो दाम्पत्य जीवनमा भोलि अर्को विवाह गरेपछि फाट पनि सुरु हुन सक्छ, विचारहरू पनि नमिल्न सक्छ। त्यसै कारणले गर्दा कुरो सन्तान नभएर के भयो त ठुलो मायामा बाँडिन दिन भनेर नि पहिला त मान्नु भएन, धेरै दिदी सम्झाउनु भयो आफ्नो पतिलाई। अनि स्मृति मान्दै मानेनन्। एक दिन पनि त्यही कुरा गर्नुहुन्छ, अर्को दिन पनि त्यही कुरा बारम्बार एउटै कुरा भन्छ कि स्मृति, स्वामी मेरा घरमा सन्तान नभए तापनि हजुरले अर्को विवाह गर्नुभयो भने अवश्य मेरो सन्तान हुनेछन् अनि हजुरलाई पनि खुसी हुनेछ र राज्य पनि सबैजना खुसी हुनेछन्। विवाह गर्नुभएपछि देवी मलाई त त्यत्रो इच्छा छैन, तर पनि तिमी भन्छ भने अब म विवाह गर्छु भनेर त्यो रानीकै कुरालाई स्वीकार गरेर राजाले विवाह गर्नुभयो। सुरुचि भयो, कान्छी पत्नी सुरुचि नामले कन्या शादी भयो। समय तक व्यतीत हुँदै गयो, दुईजना पत्नीहरू भए। ती राजा उठाउन बाद कान्छी पत्नीसँग साह्रै धेरै मोहित हुन लाग्यो। समय सकेर कान्छीसँगै बिताउन थाल्नुभयो। एक दिन, दुई दिन, तिन दिन गर्दा गर्दै राजाले त जेठी पत्नीलाई पनि बिर्स्यो। संसार त्यसो छ। अनि एक दिन त सुनीतिले विचार गरेछिन्, यदि म यस्तो अवस्थामा यो राज्यमा बस्यो भने मेरा पत्नीलाई भार हुन्छ, अब म यहाँबाट जानु पर्यो भन्ने विचार गरेर राज्यले छोडेर एउटा जङ्गलमा जानुपर्छ, बस्नुपर्छ। एउटी स्त्री ऋषिहरूले धेरै सेवा गर्नुभयो, सम्मान गर्नुभयो। न्यायले साथीहरूले दिनुहुन्थ्यो, फेरि भोजनहरू प्रदान गराइदिनुहुन्थ्यो। हरेक कुरा गर्दै गर्दै माता सुनिति धेरै दुःखलाई भक्ति भक्ति बस्नुभएको समय तक व्यक्ति हुँदै गयो। एक दिनको कुरा हो कि राजा उत्तरमा सिकार खेर जङ्गलतिर प्रस्थान गर्नुभयो। अचानक राति हावा हुँदै आयो। तिनै सुनितिका आश्रमको छेउमा पुगेका बेला अब कहाँ बस्न भन्दा तिनी सुनितिका आश्रममा पुग्नु भएछ। सुनितिका आश्रममा पुगेपछि माता सुनिति खुसी हुनुभयो, आफ्नो पति आउनुभएको कति खुसी हुनुभयो। सम्मान सहित राख्नुभयो, के छ कन्दमूलहरू खुवाउनुभयो, सेवा गर्नुभयो। त्यही शुभ मुहुर्त माता सुनितिले भगवानको नाम लिँदैमा जप्नुभयो। दान संस्कार भयो। भोलि राजा फर्केर राज्यतिर आउनुभयो। अब कान्छी पत्नीका पनि गर्भमा एउटा सुन्दर बालक आएर प्रवेश गरे। कसै कसैको ग्रह